नमस्ते, यहाँलाई तत्त्व न्युजमा स्वागत छ। हिजो जेठ 15 गते गणतन्त्रको दिन पारी राजावादीहरूले उल्लेखनीय उपस्थिति देखाएका थिए। काठमाडौँका विभिन्न चोकबाट भिड निस्किन थालेपछि नियन्त्रण गर्न सुरक्षा निकायलाई हम्मे परेको थियो। यता कल्चरल र्याली बन्दै गणतन्त्र दिवसको अवसरमा उत्सव मनाउँदै नेकपा एमालेका समर्थकहरू भृकुटी मण्डपमा जम्मा भएका थिए। राजतन्त्र समर्थक र एमाले समर्थक बीच के भयो हेर्नुहोस् यो छोटो प्रसङ्ग। कर्मीको सम्मान गर्छौं। हामी घुमेर आउँछौं। यो नेपाली जनताले गरेको आन्दोलन हो देश। हामी निरन्तर रूपमा अगाडि बढ्छौँ। अब भोलि कसरी बढ्ने भन्ने कुरा भरै टुङ्गो हुन्छ। यसरी नै हामी अगाडि बढ्छौँ। अरू निरन्तर रूपमा रहन्छ कार्यक्रम। यो गणतन्त्र यिनै नेताको कारणले गर्दा, काङ्ग्रेस र कम्युनिस्टको कारणले गर्दा खतरामा परेको छ। 5 चापको सिर्पेज भेट्ने मान्छे बस्नुपर्छ। हिंसा हुने, अराजक हुने कुनै सम्भावना छैन। अपार जनसहभागिता बढिरहेछ। जो माइतीघर मण्डला बानेश्वर बिचमै हामी सीमित रहन्छौँ। विभिन्न ठाउँबाट जुलुसहरू आइराखेको छ र यही बिचमा हुन्छ। हाम्रो विचार के हो भने बहुदलीय प्रजातन्त्रमा संस्था शासन जनताको छोराले निर्वाचित नेताले चलाए पनि माथि बस्ने प्रेसिडेन्ट सट्टा त्यसले मात्रै मुलुकको गौरव काफी हुन्छ भन्ने हाम्रो भनाइ। अब हामी अगाडि बढ्छौँ। तपाईँको यो गराएरै छोड्छौँ भन्ने हाम्रो चाहिँ निधो। राष्ट्रियता प्रजातन्त्र उदारवाद पनि हाम्रो आधार हो। यो जम्मैलाई कायम गरेर अगाडि बढ्ने हाम्रो निर्णय हो। गणतन्त्रका नायकहरू बाथरुममा लडिराखेका हुन्छन्। डिक्टेटरसिप वी डोन्ट निड। राज संस्था भनेको सिम्बोलिक किङ चाहिन्छ हामीलाई। राजा अलरेडी स्वागत गरिरहेको त छ नि। राजा नेपालमै त हुनुहुन्छ नि, होइन? अब मैले के भन्नु त? अब नारायण हिटीभित्र छिराएर श्रीपेज कहिले लगाइदिने राजा? अब जनताले चाहिसकेको छ। यो हिजो आज टेलर थियो, अब भोलिबाट फिल्म सुरु हुन्छ क्या। फिल्म सुरु हुन बाँकी नै छ। होइन, अस्ति नै फिल्म सुरु भएको थियो। टेलरको रिल काटियो सरकारले। अब चाहिँ टेलर आउँदैछ भन्ने कुरा भन्नु चाहिँ बुझ्नु पर्यो। अनि जेठ 15 मा त भित्रै लगेर श्रीपेज लाउने भन्ने कुरा थियो। जेठ 15 बाट सुरुवात चाहिँ हुने हो। जेठ 15 बाट चाहिँ यो हल्ले हल्लाको देश नेपाल हो। जेठ 15 मा चाहिँ शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने घोषणा गरेको हो है। अब उठाएर त्यही दिन राजा ल्याउँछु भनेर जुन व्यक्तिले भन्नुभयो नि, त्यो व्यक्तिलाई सोध्नु पर्यो क्या। मेरो तीर्थ लामा म राप्रपा नेपालको केन्द्रीय सदस्य म। केन्द्रीय सदस्य? हजुर, म चन्द्रगिरीबाट आएको। म अहिले केन्द्रीय सदस्य। तपाईँको ठाउँ जिल्ला? मेरो काठमाडौँ क्षेत्र नम्बर 10 हो। अब राजतन्त्र ल्याउने भनेर भिड सडकमा ओर्लिनु भएको छ। राजतन्त्र कहिले ल्याउने त? अब राजतन्त्र भन्दा राज संस्था स्थापना गर्नु पर्यो। हामीले नै ल्याएका थियौँ गणतन्त्र, तर गणतन्त्र चाहिँ जनतामुखी भएन। आज यो भिड चाहिँ गणतन्त्रको चाहिँ हामीले चाहिँ उत्सव मनाउने बेलामा विपरीत भयो क्या। हेर्नुहोस् त, यहाँ एउटा कुरा के कन्फ्युज भइरहेको छ भने राजतन्त्र राज संस्था भनिन्छ। यो कस्तो खालको राज संस्था ल्याउन लाग्नु? हामीले भनेको चाहिँ कस्तो भने राष्ट्रपतिको ठाउँमा एउटा राज संस्था राख्ने, जस्तै मलेसियातिरको मोडेल जस्तै, होइन? जस्तै युके लन्डनमा पनि राजा हुन छ। त्यो मोडेलमा एउटा राज संस्था मात्रै स्थापना गर्ने। तर हाम्रो प्रधानमन्त्री चाहिँ प्रत्यक्ष प्रणालीबाट, होइन, प्रत्यक्ष प्रणालीबाट चाहिँ बहुमत जनताले चाहिँ भोट दिएर बनेको व्यक्ति चाहिँ प्रधानमन्त्री होस्। विक्रम झा, धनुषा, जनकपुर धाम। जनकपुर धामबाट आउनु हो? हजुर। राजा कहिले ल्याउने? राजा अब कहिले ल्याउने भन्दा पनि अब आइसक्ने अवस्था आइसक्यो। कहिले आउने त्यो अवस्था बताइदिनु। अब बनिसक्यो अवस्था। जनभावनामा राजा छ। जनता निर्णायक छन्। जनताले अब राजा ल्याउने पक्षमा अब सडकमा आइसके। संसारले देखिरहेछन् कि नेपालका जनता राजा माग गर्यो, राजा चाहियो भनेर सडकमा आयो। अब भयो। आज यो भिडको सङ्ख्या कति होला? यो भिडको सङ्ख्या 50-55 जति छ। 50-55 हजार? 50-55 हजार। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राख्ने व्यवस्था। जस्तै आज अहिले हेरौँ राजासहित। अहिले जस्तै हेरौँ, जस्तै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त हामीले भोट दिउँ त तपाईँले दिनुभयो भोट दिनु भने मैले पनि दिइनँ उहाँ झापा क्षेत्रमा 2 कि 3 बाट मात्रै जनताले दिएको मान्छे हो त उसलाई कसरी माया भयो त सबै देशभरिको जनताले भोट हाले पो ओहो मलाई चन्द्रगिरीको मान्छेले पनि भोट हालेर जिताएको उहाँ चन्द्रगिरीलाई पनि माया गर्नुहुन्छ एउटा क्षेत्र जित्दाखेरि देशभरिको जनताको लागि प्रधानमन्त्री हुने व्यवस्था ठिक भएन त्यो उसले माया नै गर्दैन माया भएन क्या उसलाई अब सबैले भोट दिएको भए मलाई ओहो माया सबैले भोट दिनु भएको छ माया गर्छ हरेकको घरमा पुग्नुहुन्छ फेरि मान्छेहरू भन्छन् पहिला राजाको पालामा बाटोघाटो थिएन नुन कहाँदेखि 2-3 जिल्ला 4 जिल्ला कटेर मान्छेले बोकेर बोक्नु पर्थ्यो विकास भएको थिएन गणतन्त्र आएपछि देशमा विकास भयो भन्छन् नि त्यो त सिस्टम हो सबै सिस्टममा एउटा 21औं शताब्दीमा त्यो अटोमेटिक हुन्छ त्यस्ता चिजहरू त्यो उहाँले गरेकै होइन त्यो क्या अटोमेटिक भएको थियो विश्वमा एउटा सञ्जाल हुन्छ त्यो विकास भन्ने कुरा त आफै हुने चिज हो नि उहाँले के पकेटको पैसा दिएर गरे होला त्यो तपाईँ हामी पैसा त हो नि त्यो विकास भएको एउटा कुरा फेरि के छ भने त्यति बेला राजाको पालामा अहिले जसरी कर उठाइन्थ्यो कर लादेको छ जनतासँग यसरी पैसा उठाइँदैन हो र त्यो राइट हो राजाको पालामा तपाईँको हेर्नुहोस् यसरी कर उठाइँदैन थियो कर भनेको कस्तो खालको हुनु पर्यो भने मौरीले चाहिँ रस निकाल्छ नि फुलबाट फुललाई पनि असर नगरिकन मौरीले रस लिएर जान्छ क्या त्यस्तो टाइपको कर हुनु पर्यो क्या मेरो नाम गोविन्द घटायत पार्टीको केही पदमा म केन्द्रीय सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी अब राजतन्त्र कहिले ल्याउने सर यो केवल राजतन्त्रको विषय मात्र नभएर यो अवस्था र व्यवस्था दुइटै परिवर्तन गर्न जरुरी छ संवैधानिक राज संस्था हिन्दू राष्ट्र संघीयताको खारिजी लगायत भ्रष्टाचार मुक्त राष्ट्र निर्माणको महाअभियानमा हामी जुटेका छौँ यो राष्ट्रको स्वाभिमान यो राष्ट्रको गौरव निर्माणका निमित्त पुनः हिन्दू राष्ट्र पुनर्स्थापना गर्नका निमित्त हामी जुटेका छौँ यो आन्दोलन सशक्त रूपमा हामी अगाडि बढाउनेछौँ अब एउटा कुरा बताइदिनु सर यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसरी गलत भयो जनताहरू बुझ्न चाहन्छ जुन प्रकारले शासन व्यवस्थामा रहेका काङ्ग्रेस र कम्युनिस्टहरूले 35 वर्षसम्म जनताले चाहेको व्यवस्था जनताले चाहेको सुशासन जनताले चाहेको जुन किसिमको विकास थियो त्यो चाहिँ उनीहरूले पाउन सकेनन् जुन किसिमको उपलब्धि गर्नु थियो त्यो व्यवस्था अनुसार जनताले कुनै किसिमको सुविधा नपाएको कारणले गर्दा म एउटा व्यवसाय हो हेर्नुहोस् म अरब र खाडी जापान गरेर 12 वर्ष विदेश बसेको मान्छे त्यसपछि आएर म अहिले व्यवसाय नै छु म व्यवसाय हो र अहिले मेरो एउटा डिपार्टमेन्ट स्टोर छ शान्ति र 1-2 जनालाई रोजगार पनि दिएको छु त्यहाँ मैले सुरुमा चाहिँ आजभन्दा 3-4 वर्ष अगाडि 3000 कर तिरेको थियो अहिले 30,000 कर तिर्छु मैले त्यहाँ हेर्नुहोस् मैले वाडामा पनि कुरा गरेँ यत्रो कर किन लिनुहुन्छ तपाईँले यत्रो नगर्नुहोस् भनेको तपाईँको डिपार्टमेन्ट हो तपाईँको भनेर उहाँले 30,000 कर लिनुहुन्छ मैले कर पनि तिरेको छु त्यो म तिर्दिनँ कर अवश्य म तपाईँहरूलाई यो मेरो डिपार्टमेन्ट स्टोरको चाबी तपाईँलाई वाडामा दिन्छु ल म भनेर मैले कर तिरेको छु मैले सँगै गरिरहेको छु हेर्नुहोस् हामी व्यवसायले तपाईँको हामीलाई विदेश जा भन्नु खोजेको भएको भनेर मैले न्यु पनि खोजेको छु अब यो सडक आन्दोलनबाट राज संस्था ल्याउन सम्भव छ यो अब धक्का हो अब सजिलै त कहाँ हुन्छ त राज संस्था अब केही होला या 2-4 जना मान्छेले चाहिँ फेरि पनि यहाँ केही होला केही सजिलै त आउँदैन यो तपाईँ गणतन्त्र जसरी राज संस्था फ्याँकिँदा जसरी गणतन्त्र पनि मान्छेहरू धेरैको मृत्यु भए हुन्छ यो अवश्य हुन्छ भनेपछि मृत्यु हुन्छ कि भन्ने पर्वाह नगरिकन मलाई डर छ नि म आएको के भनौँ म औषधि पनि ल्याएर आएको छु आज जेल लग्यो भने अब जेलमा फेरि औषधि खानुपर्छ मान्छे यसरी नै सडकमा आइरहन्छन् सधैँ आउँछ यो अस्तिको दिनको केन्द्रीय कमिटीको यसमा मिटिङ भएको थियो अब लगातार भन्नुभएको छ होइन अब लगातारै हुन्छ तर हिजोभन्दा आज अलिक केही मान्छे मैले कम देखेको छु तर आज अलिकति साथीहरूले भन्नुहुन्थ्यो आज मेरो चाहिँ ड्युटी छ काहीँ काम छ भनेर अलिक केही मान्छेहरू कम छ फेरि भोलिबाट हुन्छ भोलिबाट मान्छे किन भन्दाखेरि तपाईँको गणतन्त्रले राम्रो गरेको भए हामीलाई सबै स्वास्थ्य सुविधा या सबै व्यवसाय राम्रो भयो को सडकमा आउँछ यार म आउँदिनँ म व्यस्त थिएँ भने म आउँछु अन्तिममा अहिले लोकतान्त्रिक सङ्घीय गणतान्त्रिक सरकारलाई के भन्न चाहनुहुन्छ अब उहाँहरूले कि नवीन समझदारी गर्नुहोस् यहाँ केही त्रुटि कमजोरी होला राजासहितको फेरि हामीले चाहिँ एउटा सबैजना बसेर ती गणतन्त्रले पनि फेरि यहीँ बस्ने ठाउँ बनाएर हामीलाई पनि सबै एउटा चाहिँ नवीन समझदारी गरेर बनाउनु त के भरि मर्ने र मार्ने सबै नेपाली जनता हो धेरैतिर छ यति भिड गणतन्त्र फ्याल्नलाई पर्याप्त छ त होइन यो 50 लाख करोडौँ प्रभावित छ यो भिडबाट करोडौँ प्रभावित छ अन्तर्राष्ट्रिय क्षेत्रका जनता पनि प्रभावित छ यो भिड देखेर जहाँ जहाँ छन् नेपाली सबै प्रभावित छन् सबैको आवाज छ तपाईँहरू ओर्लिनुहोस् हामी पनि आउँदैछौँ अन्तर्राष्ट्रिय क्षेत्रका जनताहरू पनि राजै नेपालमा ठिक छ राजाको व्यवस्थामा नेपाली जनता सुख शान्तिमा थियो हामी पनि पर्यटकहरू त्यहाँ जाँदाखेरि शान्ति सुरक्षाको उच्च सतर्कता थियो उच्च व्यवस्था थियो यति राम्रो व्यवस्था संसारमा थिएन त्यति राम्रो व्यवस्था
अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटकहरूले पनि बुझेका थिए, महसुस गरेका थिए। के कस्ता कारणले गर्दाखेरि गणतन्त्र फ्याल्नु पर्यो बताइदिनु। गणतन्त्र फ्याल्ने भनेको चाहिँ नि धेरै कारणहरू छ। सबभन्दा पहिला कारण त 1 नम्बरमा राष्ट्रिय स्वाधीनता समाप्त भयो, जन एकता समाप्त भयो, विश्व हिन्दूको एउटा भूमि थियो नेपाल, समाप्त भयो। विश्व हिन्दूको मेरुदण्ड नेपाल समाप्त भयो। धर्मनिरपेक्षता